हामी चाहिँ आयौँ फोटो भिडियो छ ल है आजको छाक पुग्ने भयो सिस्नुको साथीहरूले चाहिँ यहाँ के रहेछ अरे यता ठाउँबाट यता यताबाट फेरि त्यता चन्दालाई चस्मा लगाइदिइरहेछ त्यहाँ फोटो। हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आफ्टर 1 month है त्यस्तै भयो होला। आफ्टर 1 month पछि फाइनली भेट भएको छौँ र भेटेर हामी आज चाहिँ घुम्न जाँदैछौँ। कहाँ जान्छौँ हजुरहरू हेर्नु होला थाहा पाउनुहुन्छ। मेरो भ्लग भए पनि चाहिँ मैले चाहिँ बोल्नु पर्दैन, उनीहरूले बोलेर सकिन्छ। हेर्दै गर्नु होला हामी चाहिँ कता कता जान्छौँ, के गर्छौँ, के खान्छौँ, हजुर के किन्छौँ सबै वाचिङ है गाइजहरू। ल हाम्रो चाहिँ गाडी नै आइसक्यो, हामी चाहिँ गयौँ। हेलो हेलो मकै पऱ्यो त हो जस्तो लाग्यो। लामो त कवर पनि परेन रहेछ नि त। चारवटा फोटो भिडियो 6वटा त्यति मात्र। अब हेर्दै जाऊँ होइन, के बोलीको पक्का हुनुहुन्छ कि हुनुहुन्न हेरौँ। सुजुको चाहिँ लिमिट छैन होइन, अनलिमिटेड। अब हेर अब कति खिच्छौँ। 4वटा फोटो कति लाग्यो? 4वटा फोटो 6वटा भिडियो। ओके हेर्दै गर मलाई। फेरि आकाश पनि कस्तो राम्रो देखिरहेको छ क्या, हेर न। अब त्यो भर्खरै पानी रोके जसलाई चाहिँ फ्रीली बस्नु पर्ने त्यो उसले किन बुझ्दैन किन यो बज्यो भने किन बज्यो अङ्कल दाई होला के भन्नु नि त्यो भनेको अर्को बुझ्दा फेरि यहाँ कता आइपुगेको हो चाहिँ थाहा छैन। ल गाउँ साइडतिर आइपुग्यो। मकै नै मकै छ। ल हामी चाहिँ सहरबाट गाउँतिर जाँदैछौँ। केही छैन हाम्रो त्यता हो तर कस्तो राम्रो हेर न, पानी परेर नै आज क्या मौसम। यति नाचको हेर न फेरि घरहरू पनि। यो चाहिँ सबै सनफ्लावर हो, हेर्दाखेरि चाहिँ तोरीबारी जस्तो देखिरहेछ। ल सिटी बाहिर चाहिँ यस्तो हुन्छ। चाहिँ मकैहरू पनि छ यहाँ चाहिँ धेरै मकै हुने नि। ढिँडो यहाँ नि खान्छन् ढिँडो। हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो, हामी पनि आइपुग्यौँ। यो चाहिँ ब्रासोको एयरपोर्ट हो। कस्तो राम्रो घर हेर न त्यहाँ। ल जाउँ साथीहरू, आऊ। हामी चाहिँ जहिले आउँदाखेरि नि यस्तै हुने रहेछ, पानी पर्ने। हाम्रो चाहिँ मेन डेस्टिनेसन भनेको चाहिँ यही हो, आइसक्यौँ। हामी चाहिँ यहाँको सनफ्लावर नै सनफ्लावर, तर मौसम चाहिँ यस्तो छ खासै राम्रो फोटो भिडियो चाहिँ आउँछ जस्तो मलाई लागेन। हामी चाहिँ यो कहाँको गाउँमा आइपुगेको हो थाहा छैन। त्यही त नि जाउँ न जाउँ। आऊ उताबाट त गएको भए हुन्थ्यो क्या, यताबाट हिँड्ने ठाउँ छ र। कस्तो राम्रो घर हो यो, कति राम्रो घर हो। फुल नै फुल, कति मेहनती हो यहाँ घरको मान्छेहरू। आमामामा ल है आजको छाक पुग्ने भयो सिस्नुको साथीहरूले चाहिँ यहाँ। तर हामी चाहिँ टिप्नेवाला चाहिँ छैनौँ, किनभने टिप्ने ल ल मकै पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। सिस्नुदेखि लिएर
म त फेरि सिस्नु पनि चिन्दिनँ र म त हाम्रो चाहिँ डाइरेक्टर कताबाट फोटो राम्रो आउँछ अनि त्यसपछि कताबाट भिडियो राम्रो डिरेक्टर डाइरेक्टर जे भने पनि हामी दुईजना चाहिँ यत्रो बाटो छेउबाट त ल्याउनु पर्दैन बाटो यस्तै छ त्यही त अनि यहाँ फोटो भिडियो बनाउनलाई यहाँ कम्ता मुस्किल छ यस्तो मेन रोड चाहिँ हिँड्ने ठाउँ छैन यसरी कुचुक्क परेर हिँडिरहेछ अनि डर नलाग्नु अनि एकजना पछाडि छुट्यो अब साथी तिमी त छ्या यस्तो पनि हुन्छ ऊ जिन्दगीमा ल पहाड चढ्दैछ युरोप है यो चाहिँ तर है कता जाने होला अनि हामीलाई लखड्दा त लखड्दैन नि होइन केही छैन यहाँ त नि रोड छ नि त के हो बाटो छ नि त होइन ओइ आऊ ठाउँ छ नि त यति यतिमै खिच्दा भइहाल्यो नि यो के हो यहाँ त ठाउँ भयो नि त हामी चाहिँ अर्को डेस्टिनेसनमा आयौँ फोटो भिडियो गर्नलाई हिँडेको छ बाटो पनि यत्रो रहेछ हो मान्छे हिँड्ने ठाउँै छैन रहेछ क्या ल हामी चाहिँ लोकेसन हेर्दैछौँ सनफ्लावर यहाँ छ कताबाट जाने हो यताबाट त नजाने साथी यताबाट नजाने कसरी जाने यहाँबाट यस्तो छ बाटो पनि त्यहाँ पुग्नलाई यस्तो छ बाटो अनि कसरी जाने यता ठाउँबाट यताबाट फेरि त्यता हिँड्दा हाम्रो दिन सकिने भइसक्यो पानी पनि पर्न लागिसक्यो ऊ यस्तो बादल यस्तो भएर आइसक्यो फेरि मान्छे हिँड्ने ठाउँ पनि छैन यहाँ यत्रो सानो छ ऊ साथी तिमीलाई के खान मन लाग्यो अरे मान्छेको खेतबारीमा भयो त नेपाल जाँदा त मलाई यहीँको स्याउ याद आएको हो यहाँको तर राम्रो हुन्छ नि त यहीँ हुन्छ नि त धेरै नेपालको त अब कताबाट आएको हुन्छ नि त रसिलो लाग्ने कि मलाई यहाँको ऊ बस यही त आउँदैन त्यही हो कि तिनीहरू गएको त्यही होला A1 ल है ब्लग पनि अब कति हो थाहा छैन अब हेर्नु न यसरी हो यस्तरी हानिएर आउँछ अनि द्वारे यिनीमा भइसक्यो ओके उही मेरो उहिलेको चप्पल पनि खुइले हुन लागिसक्यो त्यही खिच्दा हुन्छ क्या ऊ आऊ ल हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ आँखाले नभ्याउने गरी छ सनफ्लावर कता कता थाहा छैन हामी चाहिँ आयौँ हाम्रो चाहिँ यो लोकेसन पनि फिक्स भएन हामी चाहिँ अलिकति अगाडि जान्छौँ हेरौँ थाकेर यस्तो भइसक्यो अनुहार पनि अहिले झन् साथीहरूको हालत त खराब भइसक्यो के रहेछ अरे सनफ्लावर हेर्न आएको मान्छे लट्टे हेर्ने कहिले सिस्नु हेर्ने अब हाम्रो कम्प्लेन चाहिँ के छ भने हामी चाहिँ होचो भयौँ भने त्यसरी सनफ्लावर चाहिँ हामीभन्दा अग्लो भयो अब म त यही हुन्छ भन्छु म चाहिँ उनीहरू हुँदैन भन्छन् अलिअलि जानेको मेकअप पनि यो हिँडेर खुलुत्ते भइसक्यो गर्मी त यस्तो छ झोला
यतैपट्टि खिचौँ क्या म त हाम्रो कम्प्लेन के भयो अरे होइन जम्मा 6 महिना कि कति गर्ने चाहिँ यत्रो छ अनि हामी वर्षौँदेखि नै छौँ यहाँ हामी चाहिँ कति सानो हो यो चाहिँ किन यत्रो साह्रो किन लाग्यो सागको उसलाई चाहिँ अघिदेखि सागकुमारी बेथुको साग देख्छ कहिले कहिले के अरे सिस्नु लट्टे रे अनि सिस्नु रे अनि मुला रे अझ मुला ऊ अब होइन अब गुलाई पनि गु भन्न मिलेन अरे यतिलाई गु भन्छ देख्यो वाउ हेर न यहाँबाट कति राम्रो देखेको त हेर त ल तिमी हिँड्ने ल यतै ठिक छ ल लोकेसन चारवटा फोटो अनि त्यसपछि 6वटा भिडियो गर्ने मान्छे चाहिँ माने हो फोटोग्राफर ल साथीहरूको चाहिँ भिडियोहरू फोटोहरू सुट हुँदैछ म चाहिँ यहाँ साबुन धेरै छ भिडियो फोटो बनाउने भन्ने मात्रै हो यस्तो गाह्रो छ यहाँ सबै खुट्टाहरू चिलाएर यो हरियो घाँसले फुलहरूले अझ यहाँ कति धेरै मौरीहरू पनि छ बस पनि आइरहेछ स्वर चाहिँ सुनेको छ कि छैन ए हातमा पनि ए सबै रातो हुन लागिसक्यो मेरो त हामीलाई जिन्दगीमा अनि आफ्नो बडीमा होइन त्यो अनकम्फर्टेबल भन्ने केही छैन होइन तर आज यो सनफ्लावरले हामीलाई देखाइदियो कि हाम्रो चाहिँ कमी भनेको चाहिँ हाइट हो भनेर नत्र कहिले पनि हामीलाई होचो अब केही कुरामा हुन्छ नि कालो गोरो होइन मोटो पातलोमा केही कम्प्लेन नै छ त छैन नि तर आज यसले देखाइदियो हामीमा के कमी रहेछ भनेर प्रुभ गरिदियो त्यो भएर धेरै जब यो 2-3 महिनाकोले अनि हामीलाई यत्रो वर्षको मान्छेहरूलाई यहाँ त झन् हेर न कति अग्लो अग्लो रहेछ छिर्ने ठाउँै छैन जस्तो छ क्या अहिले चाहिँ झन् कस्तो राम्रो खुलिएको छ देखेको छ राम्रो भएको छ ऊ चाहिँ हिँड्दा एयरपोर्ट जाने बाटो नै आइसक्यो तर के कुरा हो थाहै छैन त्यस्तो छ हिँड्नु पर्ने ठाउँ यस्तो छ झाडी नै झाडी गाह्रो छ त्यो पुरा होइन सनफ्लावरलाई चाहिँ चस्मा लगाइदिँदैछ चस्मा फोटो खिच्नलाई रे चस्मा लगाइदिँदैछ सामान चाहिँ त्यहाँ छ ऊ फालेर उयो चस्मा लगाइदिँदैछ ल हेर्न सक्नुहुन्छ ऊ यत्तिकै डिरेक्टर भनेको हो त त्यहाँ सनफ्लावरलाई चस्मा लगाइदिइरहेछ त्यहाँ फोटो खिच्नलाई नजिकबाट देखाउँछु म कस्तो छ त सनफ्लावर वा सनफ्लावर दाजु कस्तो हान्छ बिहाइन्ड द स्ट्रगल यस्तो हुन्छ हाम्रो फोटो खिच्नलाई हाम्रो चाहिँ फोटो सेसन पनि सक्यो यस्तो बाटो हिँड्नु परिरहेछ त्यही पनि फोटो भिडियो बनाउन चाहिँ छोडिएको छैन सब रात झन् साथीको त झन् के कुरा गर्नु यस्तो चिलाइ पनि हुनु पऱ्यो हेर न यहाँ सबै चिलाएर हाम्रो चाहिँ अब सक्यो अब हामी चाहिँ यताउतातिर जाँदैछौँ कता जाँदैछौँ थाहा छैन यो मान्छेले चाहिँ हामीलाई आधी घन्टादेखि देखेको अरे यहाँ अनि फाइनली हामीले चाहिँ सकेर जाँदैछौँ के लिएर जाँदैछौँ एलर्जी खुट्टा त हेर न मेरो कस्तो फोहोर भयो त यस्तो छ हाम्रो चाहिँ घुमेर नि सक्यो अब हामी चाहिँ सपिङ त होइन के किन्नलाई ल हामी चाहिँ यता आइसक्यौँ सबैजना थाकेर अनुहार पनि कस्तो भइरहेछ है अब यहाँ जाँदैछौँ हामी चाहिँ कपाल लिएर हेर मेरो झन् मुखै कस्तो भइसक्यो धेरैलाई त अलि पछाडि सर न तिमीहरू चाहिँ कहाँ सर्ने भकाल न
त्यही त होइन ढकाल्ने हो क्या कस्तो होला ढोकाले होइन 3 जनाको वेट धेर भएको होला कि एक होइन हौ त्यस्तो चाहिँ हुँदैन तिनजना चाहिँ वेट हुन्छ र त्यस्तो ठाउँमा अनि के कुरा गर्नु मान्छे यहाँ आएको के खाने पनि अहिले खाने कि पछि खाने सपिङ गरेर होइन अल्छी लाग्ने दिन पनि आउँदो रहेछ नि सपिङ नगरेर चाहिँ खोइ के किन्ने के नकिन्ने भएको होइन अल्छी लागिसक्यो सेल लागेको र के सेल लागेको थाहा हेर न त्यो ड्रेस कस्तो राम्रो म भ्यासलिनको यो लिप बामहरूको भेराइटी नि कति धेरै एउटा पिङ्कमा छ एउटा ब्लूमा एउटा ग्रिनमा एउटा ब्राउनमा साह्रो हो यो एकजना चाहिँ त्यहाँ पैसा उसको भागमा जहिले त्यस्तै पर्छ ऊ पैसा निकाल्न हाल्न पाएपछि रमाएर बसिरहेछ जहिले पैसा हाल्ने काममा चाहिँ यही हुन्छ नि त ऊ भन न यहाँ चाहिँ खाजाको लागि अर्डर गर्दैछ आमा खुट्टा हेर न यहाँ कालो न कालो भन त के भन्दै थियो तिमीले बाई उनीहरू चाहिँ खाजा अर्डर गर्न जाँदैछ म चाहिँ सामानहरू पुरेर बस्दैछु अब हेरौँ मेरो साथीहरू चाहिँ खाजा लिन गएको छन् म चाहिँ बसिरहेको छु सामानहरू चाहिँ यस्तो फेरि म चाहिँ पिज्जाको के हो पिज्जा चाहिँ मान्छे भन्दा चाहिँ ठुलो छ न हाम्रो चाहिँ पिज्जा नै आइसक्यो खोइ सुजु चाहिँ तर सुजु चाहिँ आएको छैन सुजु कता बसिरहेको छ उता बसिरहेको छ खाजा खाएर नि निस्केको अब हामी चाहिँ घरतर्फ अब जाने हो यहाँ सामान एकछिन कति भइसक्यो 7:30 भइसक्यो होइन त्यो पनि यस्तो ओइ यहाँ त के 4:04 होला हौ हो अब हामी चाहिँ अब आफ्नो घरतिर जाने अब आजलाई चाहिँ यति नै हो हाम्रो भ्लग खोइ साथी कता आजलाई चाहिँ बाई बाई ल त अब धेर खाएर यहाँ टेस्ट भएर ल आजलाई चाहिँ आजलाई चाहिँ फेरि भेट हुनेछौँ मेरो साथीको च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला सबैजनाले धेरै माया गर्नु है हामीलाई हेर्न पाइराख्नु आजलाई चाहिँ यति नै कमेन्ट पनि गरिदिनु होला बाई बाई